जब उहाँहरू ढुङ्गामा पस्नुभयो तब बतास थामियो। आमेन, हालेलुया, हालेलुया, हालेलुया। उल्टो बतास चलिरहेको थियो। ढुङ्गा अगाडि बढेको थिएन। ढुङ्गामाथि समस्या आइरहेको थियो। ढुङ्गा पल्टेला जस्तो भइरहेको थियो। ढुङ्गा डुब्ला जस्तो भइरहेको थियो। जब येशू ख्रीष्ट ढुङ्गामा बस्नुभयो, जब येशू ख्रीष्ट ढुङ्गामाथि आउनुभयो, तब बतास थामियो। आमेन, हालेलुया, हालेलुया। बतास थामियो। येशू ख्रीष्ट ढुङ्गामा हुँदै गर्दा बतास थामियो। त उल्टो बतास रोकियो। ढुङ्गा डुबेन, ढुङ्गा पल्टिएन। अब येशू ख्रीष्टको उपस्थितिले ढुङ्गामा शान्ति आएको छ, शान्त भएको छ। प्रिय मण्डली, प्रिय विश्वासी, हाम्रो जीवनमा, हाम्रो घरमा, हाम्रो परिवारमा येशू ख्रीष्ट आउनुभयो भने, येशू ख्रीष्टको आगमन भयो भने हाम्रो जीवनमा चलेको उल्टो बतास, हाम्रो जीवनमा भएका समस्या, हाम्रो जीवनमा भएका ती बिरामीहरू, हाम्रो जीवनमा भएका अविश्वासहरू सबै शान्त हुनेछन्, सबै हटेर जानेछन् अनि येशू ख्रीष्टको शान्ति हाम्रो जीवनमा आउनेछ। हालेलुया। प्रिय, जसरी ढुङ्गामा येशू आउँदै गर्दा बतास थामियो, बतास चल्न छोड्यो। प्रिय, अब ढुङ्गालाई अगाडि बढाउँदैछन् चेलाहरूले ढुङ्गालाई अगाडि बढाउँदैछन्। ढुङ्गा अगाडि बढ्दै 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 पारी छेउमा पुग्छ। आमेन, पारी छेउमा ढुङ्गा पुग्दछ। ढुङ्गा अब गन्तव्यमा पुग्दछ। जब ढुङ्गा पारी पुग्दछ, यहाँ हेर्नुहोस्, पारी पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्नु भयो। आमेन, यहाँ चाहिँ एउटा इलाकामा आइपुग्नु भयो, पारी छेउमा गनेसरेतको इलाका, त्यो बजार, त्यो सहरमा उहाँहरू जानुभयो। जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए। मानिसहरूले रोगीहरू सबैलाई उहाँ कहाँ ल्याए। प्रिय, जब येशू ख्रीष्ट त्यो ठाउँमा पुग्नुभयो, त्यहाँका मानिसले येशू ख्रीष्टलाई चिने, तब ती मानिसहरूले येशूको विषयमा प्रचार गरे। हाम्रो इलाकामा, हाम्रो सहरमा, हाम्रो ठाउँमा येशू ख्रीष्ट आउनु भएको छ। वरिपरिका मानिस हो, वरिपरिका इलाकाका मानिस हो, वरिपरिका गाउँका मानिस हो, वरिपरिका सहरका मानिस हो। अब तिमीहरू पनि येशू ख्रीष्टलाई हेर्नलाई आओ। त्यहाँका मानिसहरूले जब यो खबर पाए, तब त्यहाँका मानिसहरूले बिरामीहरूलाई, लुगालङ्गडाहरूलाई, हुनसक्छ अन्धाहरूलाई, हुनसक्छ कान नसुन्नेहरूलाई, हुनसक्छ बोल्न नसक्नेहरूलाई, हुनसक्छ हिँड्न नसक्नेहरूलाई, हुनसक्छ उठ्न नसक्नेहरूलाई, वर्षौँदेखि पर्चिरहेका, वर्षौँसम्म खाटमै सुतिरहेका बिरामी थिए होला, ती सबै बिरामीहरूलाई उहाँको नजिक ल्याए, उहाँसँग ल्याए। प्रिय हो, त्यहाँ ती मानिसहरूले ल्याउँदै गर्दा येशू ख्रीष्टमाथि कतिसम्म विश्वास गरेर ल्याएका छन् भन्ने कुरा हामी यहाँ पाउँदछौँ। मानिसहरूले रोगी सबैलाई उहाँ कहाँ ल्याए। तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँसँग बिन्ती गरे र जतिले छोए तिनीहरू निको भए। हालेलुया। प्रिय मण्डली, केही छिन अगाडि रातिको 3 बजिसकेको छ। येशू ख्रीष्ट पानीमाथि हिँड्दै आफ्ना चेलाहरू भएको ढुङ्गातिर आउँदै हुनुहुन्छ। पत्रुसले आफू पनि पानीमाथि हिँड्ने विचार गर्छन् र येशूसँग पानीमाथि हिँडेर यसो कहाँ जान लाग्छन्।
अनि उनको मनमा भएको शङ्काले र अविश्वासले उनी चाहिँ डुबिहाल्छन्। उनी डुब्दै गर्दा येशू ख्रीष्टले उनलाई समातेर डुब्नेमाथि राख्नुहुन्छ। पत्रुस येशू ख्रीष्टसँग लामो समयदेखि थिए। पत्रुस येशू ख्रीष्टको पहिलो चेला थिए। पत्रुसले येशू ख्रीष्टको विषयमा सबै थाहा पाएका थिए। येशू ख्रीष्टले हजारौं मानिसहरूलाई खुवाएको देखेका थिए। जन्मदैको अन्धाहरूलाई दृष्टि दिएको पत्रुसले देखेका थिए। पक्षघातीलाई निको पारेको पनि पत्रुसले देखेका थिए। लङ्गडाहरू हिँडेको पनि पत्रुसले देखेका थिए। 12 वर्षसँग रक्तस्रावमा परेकी महिला निको भएको पनि पत्रुसले देखेका थिए। 7,000लाई खुवाएको पनि देखेका थिए। 5,000लाई खुवाएको पनि देखेका थिए। बिरामीलाई निको पारेको देखेका पनि थिए। समुद्रमाथि पानीमाथि हिँडेको पनि देखेका थिए र रातिभरि डाँडामा एक्लै प्रार्थना गरेको पनि पत्रुसले देखेका थिए। सबै कुरा, सबै अचम्मका काम, आश्चर्य कर्महरू, उहाँको जीवनमा भएका सम्पूर्ण घटनाहरू पत्रुसले देख्दै पनि समुद्रमा हिँड्दै क्रममा उनले येशू ख्रीष्टमाथि शङ्का गर्छन्। उनले अविश्वास गर्छन् र उनी डुब्छन्। तर प्रिय मण्डली, यहाँनिर गणेशको मुलुकमा येशू ख्रीष्ट प्रवेश गर्दै गर्दा त्यस वरिपरिका, त्यस इलाकाका वरिपरिका मानिसहरूले येशू ख्रीष्टको वस्त्र छोए पनि हामी निको हुन्छौँ भनेर विश्वास गरेका छन्। आमेन, हालेलुया, हालेलुया। येशू ख्रीष्टको वस्त्र छुँदै गर्दा, येशू ख्रीष्टको लगाएको कपडा छुँदै गर्दा त्यो कपडाको छेउ छोए पनि म निको हुन्छु भन्ने किसिमको विश्वास उनीहरूमाथि थियो र उनीहरू आएर येशूको कपडा छुँदै जाँदै गरे। येशू ख्रीष्टले लगाएको लुगा छोए, येशू ख्रीष्टले लगाएको लुगा छोए, येशू ख्रीष्टका पोसाकहरू छोए र सबै निको भए। सबैले छुटकारा पाए, सबैले सङ्घाइ पाए। प्रिय मित्र, प्रिय विश्वासी, प्रिय मण्डली, आज हामीसँग येशू हुँदै गर्दा हामीले कति छुटकारा पाएका छौँ। प्रिय मण्डली, हामी निको भएका छौँ कि छैनौँ? हामीले स्वतन्त्रता पाएका छौँ कि छैनौँ? हामीले छुटकारा पाएका छौँ कि छैनौँ? हामीले सङ्घाइ पाएका छौँ कि छैनौँ? हामी बिमारीबाट निको भएका छौँ कि छैनौँ? हाम्रा आर्थिक समस्याबाट छुटकारा पाएका छौँ कि छैनौँ? हाम्रो भौतिक समस्याबाट छुटकारा पाएका छौँ कि छैनौँ? यहाँनिर गम्भीर कुरा छ प्रिय मण्डली, प्रिय मण्डली। त्यसकारण जहिले पनि येशू ख्रीष्टलाई साँचो हृदयले विश्वास गरौँ। जसरी त्यहाँका मानिसहरूले येशूलाई कहिल्यै देखेका थिएन, येशू ख्रीष्टका अचम्मका कामहरू देखेका थिए, खालि येशू ख्रीष्टको चर्चा मात्रै सुनेका थिए। येशू ख्रीष्टले बिरामीलाई निको पार्नुहुन्छ रे, येशू ख्रीष्टको लुगा छोए पनि हामी निको हुन्छौँ, येशू ख्रीष्टले हामीलाई प्रार्थना गरिदिनु भयो भने, येशू ख्रीष्टले हामीमाथि राहत राखिदिनु भयो भने हामीले छुटकारा पाउँछौँ भनेर उनीहरूले सोचेका मात्रै थिए, सुनेका मात्रै थिए। आज सुनेकै भरमा उनीहरूले विश्वास गरे, सुनेकै भरमा उनीहरूले विश्वास गरे र उनीहरू निको भए। आमेन, आमेन। जतिले छोए तिनीहरू सबै निको भए। परमेश्वरलाई महिमा होस्। येशू ख्रीष्टको वस्त्र छुँदै गर्दा मानिसहरू